यो हो जनकपुरको भव्य जानकी मन्दिर, जसलाई बनाउन 9 लाख चाँदीका मुहर खर्च गरिएको थियो, जसले 8 रेक्टर स्केलसम्मका महाभूकम्पलाई समेत झेल्यो। तर एउटा ठूलो गल्तीका कारण युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राख्न मानिरहेको छैन। आखिर के हो यसको जगमा लुकेको 116 वर्ष पुरानो रहस्य? आउनुहोस् आज यसको सत्य खोताल्छौं। आजका ठूला भवनहरूमा प्रयोग हुने फलाम र सिमेन्टको आयु बढीमा 80 देखि 100 वर्ष मात्र हुन्छ, किनकि फलाममा खिया लाग्छ। हाम्रा पुर्खाहरूलाई यो धातु विज्ञान धेरै पहिले नै थाहा थियो। त्यसैले महारानी वृषभानु कुमारीले ईसा 1910 मा निर्माण गराएको यो मन्दिरमा फलामको साटो, शुद्ध तामा र राजस्थानको विशेष गुलाबी ढुङ्गा प्रयोग गरियो। ढुङ्गाहरूमा भाले पोथी खाडल खोपेर त्यसको बीचमा पग्लिएको तामा हालेर इन्टरलकिङ गरियो। तामामा कहिले खिया लाग्दैन। अझ जनकपुरको माटो खुकुलो र ओसिलो छ, जहाँ यत्रो भवन भासिनु पर्ने हो। तर इन्जिनियरहरूले यहाँ आधुनिक पाइल फाउन्डेसन होइन, राफ्ट इन्जिनियरिङ प्रयोग गरे। 15,000 वर्ग फिटमा ढुङ्गाको विशाल प्लेटफर्म बनाएर मन्दिरको लाखौं टन वजनलाई जमिनभरि बराबर बाँडिदिए, ठ्याक्कै पानीमा तैरिने पानी जहाज जस्तै। बाहिर जनकपुरमा जुत्ता फुकालेर हिँड्न नसकिने गर्मी हुँदा पनि मन्दिरको मूल गर्भगृहको तापक्रम बाहिर भन्दा 10 डिग्रीसम्म कम हुन्छ। यो कुनै चमत्कार होइन, शुद्ध थर्मल मास र प्राकृतिक हावा सञ्चारको विज्ञान हो। पहिलो, मन्दिरको मकराना सेतो र गुलाबी ढुङ्गाले सूर्यको तातो किरणलाई 90% भन्दा बढी परिवर्तन गरिदिन्छ। दोस्रो, मन्दिरका पर्खालहरू सामान्य होइनन्, कयौं फिट बाक्ला छन्, जसले तातो हावालाई भित्र छिर्न दिँदैन। तेस्रो, मन्दिरका 60 वटा कोठाहरू र तिनका जालीदार झ्यालहरूलाई यसरी दिशा मिलाएर राखिएको छ कि बाहिरको तातो हावा भित्री करिडोरबाट छिर्दा आफै चिसो हावामा परिणत हुन्छ। सिमेन्ट नभएको जमानामा यसलाई जोड्न चुन, सुर्की, मासको दाल, सक्खर र अमला मिलाएर बनाएको वज्र मसला प्रयोग गरिएको थियो, जुन जति पुरानो भयो त्यति कडा हुँदै जान्छ। 2072 को 7.8 म्याग्निट्युडको भूकम्प आउँदा यसको संरचना लचिलो भएकाले भूकम्पको कम्पनलाई भूमिमा पठाइदियो र मन्दिर ढलेन। तर यति ठूलो चमत्कार हुँदा हुँदै युनेस्कोले यसलाई सूचीकृत किन गरेन? यसको दोषी कुनै अन्तर्राष्ट्रिय षड्यन्त्र होइन, हाम्रै चरम लापरवाही हो। युनेस्कोको कडा नियम छ, प्राचीन सम्पदाको मौलिकतामा छेडछाड गर्न पाइँदैन। तर मर्मतको नाममा मन्दिर परिसर भित्र आधुनिक सिमेन्टका शौचालय, भोजनालय र कङ्क्रिटका कुरूप भवनहरू ठडाइयो। अझ मन्दिरका ऐतिहासिक गुलाबी ढुङ्गामाथि ओपिसी सिमेन्ट पोखियो, जसले ढुङ्गाको प्राकृतिक ओसिलोपन थुनेर ढुङ्गाहरू भित्रै मकाउन थाल्यो। 116 वर्ष पुरानो युरोपियन रङ्गीन काँचका झ्यालहरू फुटेपछि त्यहाँ सेतो सिसा हालियो। यही भद्रगोल देखेर युनेस्कोले प्रस्ताव पेन्डिङमा हालिदिएको छ। हाम्रा पुर्खाहरूले 116 वर्ष अघि प्रकृतिसँग मिलेर संरचना बनाउने जुन रसायन र धातु विज्ञान छाडेर गएका थिए, त्यो आजका ठूला इन्जिनियरिङ कलेजका लागि एउटा विश्वविद्यालय हो। तर विडम्बना, हामी 10-15 वर्षमै ढल्ने सिमेन्ट र फलामलाई प्रविधि मान्छौं अनि शताब्दीौं टिक्ने यस्ता मौलिक सम्पदामाथि सिमेन्टको डोजर चलाउँछौं। 10 वर्षमै भत्किने आजको सिमेन्ट र 116 वर्ष